हेलो साथीहरु, जसले काला आधा बोलु हामी चाहिँ फिलहाल चाहिँ यहाँ ऋषि रोडमा छौँ। हामी चाहिँ यहाँ चार गाडी पेलिङतर्फ लागेको अरू यो हाम्रो टुरिस्टहरू हो। अब खाना खानु लागि लन्च भन्दैछ, यो ह्याभिङ लन्च भन्दैछ। अब इङ्ग्लिसमा त बोल्छ, अरू भाषा हिन्दी बोल्दैन हो, आफ्नो भाषा मात्रै बोल्छ। त्यसले गर्दा साथी हो के गर्नु, अन्डरस्ट्यान्डिङमा चल्नु परेको छ। त्यसले गर्दा आज निकै घाम लागेको छ, बाटोमा गरम पनि निकै रहेछ। अहिले भयो म त अलिकति खोकी लागेर घाँटी दुखेर चाहिँ मक्लर बाँधिरहेको छु। भन्छ होला यस्तो गरममा पनि कस्तो मक्लर बाँधेको भन्छ होला फेरि है। त्यसले होइन, मलाई के भन्छ सर्दी लागेको छ। अस्ति छाङ्गु गएर के चिसो हिउँमा पानी खाइदिएँ, त्यसले गर्दाखेरि अलिकति बिसन्चो छु। र प्लिज जाने ऋषि रोड चाहिँ यही हो। र अब हामी चाहिँ रिपेयरिङतर्फ लाग्ने। आम्मा घाम त कडा छ, एकछिन भित्रै बस्नुपर्छ होला। ल साथी हो, यहाँ ऋषि रोडमा चाहिँ आइकनमा हल्का बसिरहेको छौँ। हेलो गोबर हो गया, गोबर टू टाइम्स योर हेलो कोई बात नहीं, चलेगा ना। बस त्यो यहाँ भित्र नजाने जस्तो छ। मलाई पुरा मन पराएको छ बिचराहरू। ஒரு நல்ல வர்சாடைல் பாலிடங் என்ன சொல்றது, நல்லா எல்லாம் நியர்லி நோ 7 languages बुझ्नु होला भाषा speaking 7 languages. ओके Yes. ल साथी हो, फेरि बन्द गर्छु भिडियोमा। ल फेरि भेटौँ न, भेट्दै गर्छु, मेरो बन्द गर्छु मेरो भिडियोमा। तपाईँ नयाँ दृश्यहरू लिएर आउँदैछु। के भएको कस्तो भयो त।